छिची भन्ने त्यसलाई त्यसले चाहिँ देख्यो अरे हामी सबै भैँसी सुँगुर साँप मान्छे बनेको छैन अरे यो पृथ्वीमा हामी त्यो खाटी मान्छे रहेछ अरे त्यो चाहिँ अनि त्यसलाई शरमै नलागेको हामी त सबै भैँसी बाख्रा कुखुरा चरा चुरुङ्गी देख्ने अरे अनि त्यसलाई शरम छैन नाङ्गै हिँड्छ त्यो अनि तिम्रो कति किन नाङ्गो हिँड्छ जन्मिँदा पनि नाङ्गो बच्चामा पनि नाङ्गो अहिले ठुलो भएर पनि किन नाङ्गो हिँड्छ भनेर गाम्चो त एउटा गाम्चो त लगान भनेर दिन्छ ए तेरो दोकानमै राखो वहाँबाट क्या फाइदै नै भन्छ अरे त्यो गाई देखेछ घुट देखेछ मडरीहरू पनि अनि एक दिन द कति सालको बादमा 4-5 सालको बादमा त्यसरी घुरेर बसेको थियो अरे अनि हो त्यही गटीको चारालीमा ऊबाट मान्छे आएको देख्यो अरे तर त्यसले चाहिँ कपडा लगाएर आएछ अरे अब अरूले हिंसा गर्छ भनेर त्यसले पनि सबै गाई गोरु मान्छे पशु पङ्खी मात्रै देख्छ त्यसले पनि तर त्यसले चाहिँ कपडा लगाएर आएको त्यसले यसो हेर्दा त्यो मान्छे रहेछ अरे अनि ओहो म त मेरो त कपडा छैन त त्यसले त मान्छे त्यो त मान्छे हो म जस्तै त्यो त गोरु पनि होइन बाख्रा पनि होइन यो त खाटी मान्छे छ होइन गएर मडारीको दोकानमा एउटा गाम्चा त भिड्छु भनेर त्यो मडारीको दोकानमा गएछ मलाई एउटा गाम्चा दे त भनेर यत्रो साह्रो 4-5 साल 6 साल भइसक्यो तिमीले गाम्चा दिँदैन गाम्चा लगाउनु भरे म कहानी बताउँछु तँलाई एउटा गाम्चा दे भन्यो अरे नতুन गाम्चा भिरेर लट्ठ बरपिपलमा गएर चारालीमा भात मार्दा तैँले कहीँ मान्छे देखेको छ भन्छ अरे देखेको छैन त्यत्रो पृथ्वीमा हामी दुईजना मात्रै हो त मान्छे भनेर बोलेछ अरे तिनीहरू दुईजना त्यहाँ तिनीहरू कसैले क्यार गर्दैन अरे एउटा गाम्छा भिरेर बसेको छ एउटा चाहिँ कपडै लगाएर बसेको छ अरे अनि त्यो पनि लु अब त रात पनि पर्नु आँट्यो लु जाऊ तिमी म पनि जान्छु भनेर गएछ अरे यो पृथ्वीमा मान्छे रहेनछ सबै जनावर पशु प्राणी हाँस कुखुरा बाहेक रहेनछ कसो गरेर अहिले म 6 वर्ष भयो यहाँ बसेको आज तँलाई भेटेँ मान्छे भनेछ अरे अनि सिधै गएर त्यो गाम्चा थपक्कै खोलेर फेरि ला तेरो गाम्चा भनेर त्यो मडरीलाई दिएछ अरे अनि फेरि अघि चाहिँ मागेर लगेर गइस् मडरीले त भिकारी देखेको छ नि नाङ्गै अनि त्यहाँदेखि त यस्तो 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 हो आज बल्ल मैले 6 वर्ष बस्दा मान्छे देखेँ तिमीहरू सबै पशु प्राणी हात्ती घोडा के जनावर मात्रै छ यो पृथ्वी मान्छे छैन भन्दैछ अरे ओ भनेर अनि मडरीहरू पनि छक्कै पर्यो लु निन्द्रा लाग्यो ठुली जाऊ लाइट मार कहानी पनि खत्तम भयो